युवा शक्ति कुनै पनि राष्ट्रको ऊर्जा हो र युवा शक्तिले समाज र देशको विकासमा महत्त्वपूर्ण योगदान दिन्छ। त्यसैले अधिकतम संख्यामा युवाहरूले लागु पदार्थ मुक्त भारत अभियानमा सहभागी हुनु अत्यन्त आवश्यक छ। देशको यो चुनौती स्वीकार गर्दै आज हामी नशामुक्त भारत अभियान अन्तर्गत एकजुट भई प्रतिज्ञा गर्छौं कि हामी केवल समुदाय, परिवार र साथीहरू मात्र होइन, आफै पनि लागु पदार्थ मुक्त हुनेछौं। किनभने परिवर्तनको सुरुवात आफैबाट हुनुपर्दछ। त्यसैले सबै मिलेर हाम्रो सिक्किम राज्यलाई लागु पदार्थ मुक्त बनाउने दृढ निर्णय गरौं। म प्रतिज्ञा गर्छु कि मेरो देशलाई लागु पदार्थ मुक्त बनाउन आफ्ना सबै प्रयासहरू गर्नेछु। जय हिन्द, जय सिक्किम। थ्याङ्क यू। डिपार्टमेन्टमा हामी टेस्ट गराउँछौँ अनि टेस्टमा साँच्चै ड्रग सेवन गरेको पायो भनेदेखि है मादक पदार्थ सेवन गरेको पायो भने त्यति नै बेला हामी टर्मिनेट पनि गर्छौँ। ड्रग्स त घटेको जस्तो लाग्दैन है, एकजना पक्रिन्छ अर्को जमिहाल्दो रहेछ। तर एउटा कुरा चाहिँ के हुँदैछ भने यो अवेरनेस प्रोग्रामले जति पनि गरिँदैछ अहिले द पिपल हेभ स्टार्टेड सिकिङ हेल्प। अन्त कसैले पनि खान्छ नि, खाँदा खाँदा के हुन्छ उसले छोड्दाखेरि हेर्नुहोस् क्रोनिक युजले गर्दा उसको फिजिकलमा त के न के त बिग्रेको हुन्छ, लिभर, किडनी, हार्टमा अघि देखाउनु पनि के न के त गाँठै हुन्छ। र त्यो मात्रै हुँदैन, साथै साथ फिजिकल मात्रै हुँदैन, एडिक्सनले चाहिँ के गर्छ भने तपाईँलाई मस्तिष्कमा पनि धेरै प्रभाव पारेको हुन्छ। अघि देखाउनु पर्यो डिप्रेसन, एन्जाइटी के उहाँले अब हुन्छ, प्लस विथड्रल सिम्पटम्स हुन्छ। सो फर्स्ट स्टेज अफ ट्रिटमेन्ट इज द डिटॉक्सिफिकेशन। Slow responses and memory issues. Opioids are usually these substances which are painkillers, right? For example, tobacco, spasmoproxyphen bio, codeine bio, cannabis bio, right? With brown sugar, this makes people drowsy. तपाईँलाई केही पनि यसमा बुझ्नु छ, केही पनि जान्नु छ भने तपाईँलाई क्वेसन सोध्नु सक्नुहुन्छ। यसै बसिरहेको यो चिफ मिनिस्टर स्किमबाट उसले एउटा गाडी किनेर गाडी खेप्न थाल्यो है। विदिन 6 years उसले त्यो लोन तिरेर उसले अर्को इनोभा पनि निकाल्यो, 2टा गाडी भयो। इन द मिन टाइम हि रिच अराउन्ड 45-46 एज भएको थियो है। यो भर्खर सुनेको मैले यो इन्सिडेन्ट, मलाई थाहा थिएन। अन्त यसरी पेसेन्जर लिएर गाडी खेप्ने टुरिस्ट लिएर लाचेन गएको बेलामा चाहिँ बेलुका साथीभाइहरू मजा गर्नु, रक्सी खानु, तास खेल्नु बस्दाखेरि ऊ एक्लै बसिरहेको कि भन्दा टाउको दुख्यो, जिउ पनि थाकेको जस्तो भयो, मलाई मुडै छैन, म आउँदिनँ भनेर चाहिँ ऊ गएन रहेछ। नजाँदाखेरि चाहिँ एउटा लिएर यो ट्याब्लेट खाउँ न ठिक हुन्छ भने ट्याब्लेट दियो, ऊ ठिक भयो, जाती भयो, उसको मुड लो हुनु पनि हरायो है। भोलिपल्ट पनि उसलाई केही ट्याब्लेट चाहियो। अन्त त्यो भाइलाई फोन गरेर सोधेछ, भाइ हिजोको त्यो दबाई देऊ न भन्दा, ए म त सिलगढीमा छु, ए भाइ म त पेलिङमा छु, त्यो दबाई त अब मेरोमा अहिले त दिनु सक्दिनँ भने। अन्त ऊ चाहिँ सिलगढी जाँदो रहेछ गाडी, अन्त कहाँ पाउँछ त्यो दबाईले, मलाई भन्दै म किन्छु भनेर उनीहरू कन्ट्याक्ट गरेर दबाई किनेर खाएछ। त्यति सुरुवात त्यो 2टा ट्याब्लेटबाट सुरु भएको। हि गट टोटली एडिक्टेड। विदिन 6 months of time उसको एडिक्सन यति डरलाग्दो बढेछ, उसले त्यो 2टा गाडीमा एउटा गाडी बेच्यो होइन चाहिँ। त्यहाँबाट अघि डक्टरले भनेको जस्तै अब उसको पैसाले नपुग्ने भयो एडिक्सनमा, उसले आफूले चलाउँदै गरेको गाडीमा पोसाक पनि गर्न थालेछ। त्यसले गर्दाखेरि दिस क्यान ह्यापन टु एनीवन एनीवेयर। जति 3जना या रिसोर्स पर्सनले चाहिँ भन्नुभयो नि त्यो कुरालाई नै मनमा राखौँ हामीले। र हाम्रो छर छिमेक यी तल माथि वरपरतिर हाम्रो साथीभाइहरू छ, साथी कोही अब त्यस्तैमा लतमा परेको होलान्, डाइरेक्टली हामीले भन्न सकिँदैन, चिन्नु सकिँदैन। र
र जुन चाहिँ अहिले सिम्टम्स लक्षण उहाँको बिहेभियरहरू बताउनु भयो त्यो चाल पायो भने चाहिँ तपाईँहरूले अब मलाई मात्रै नभएर कसै हामीले ठुलो अफिसर सबै साथीभाइलाई सुटुक्क भनिदिनुहोस् र उहाँलाई हामीले इम्बेरेसिङ नगरिकन काउन्सिलिङ हुन्छ कि दबाई पानी दिनु सकिन्छ कि के गरेर अब उयो गर्नुपर्छ।